यसलाई हेर्न मायाका डक्स कति सालमा भेट्यो अरे 10-12 वर्ष 10-12 वर्षमा भेटेको यो स्कुल कलेज पढिस् कि नै म कहाँ पढ्ने हो म त गाडी खलासी भरि नि स्कुल छोडेपछि भेट भएन है हामी गाडी खलासी भरि नि म त नानी हेलो भन्देऊ हेलो तिम्रो नाम के रे मनसु थापा हो कहाँ आएको नि थाहा छैन तिम्रो गाउँको घर थाहा छैन थाहा दसैँ मान्न आएको ए ल पूर्णिमाको हो ए कहाँबाट आएको अरे तिमी बुटोलबाट आएको हो नि त ल ल अब चाहिँ हामी जान लाग्यो रामबच्चादेखि हिँड्न लाग्यो केटाहरू त्यो भइहाल्यो के अरे अनि क्यामेरा तल भइसक्यो यस्तो गर्ने अनि जाने अब ल ए चिकुच्या वाले हेलमेट ओ यहाँ हेलमेट छ त बिनाफाङ चस्मा टक्क काल्यो नि त हेलमेटसँगै झ्याक्नु भयो नि त ल भारी भयो अब जाने हिसाब लाग्यो केटाहरूले पानी यस्तो खतरा बनाएको अरे यसले भाइ खतरा बनाएको रामबच्चाबाट हिँड्ने हो है हामी अब रामबच्चा छोडियो घरतिर सिधै यस्तै हिँड्छ गाउँमा मस्त बिन्दास गाउँ जाने गाडीमा चढेर हिँड्न नि मस्त हुन्छ हौ छतमा चाहिँ मिठो पर्खेछ यार सामतामा यसको साइलेन्सर र अनि सिट पनि पुरै त्यो पोखरीले सिट हाले रहेछ बाटो यतिको त यतासम्म त ठिकै रहेछ डोजर साथै ल सही हो रत्ने आयो रत्ने बजार अब सिधै ठाडो उकालो लाग्ने चिप्लो छैन क्या यताको बाटो त घर गऱ्यो क्या जम्मै गिटी पानी पऱ्यो पनि चिप्लो हुँदैन रातो माटो भएको चिप्लो हुन्छ क्या हाम्रो यता माटो छैन नि त त्यही भएर चिप्लो हुँदैन यताबाट एलादी जाने अब चाहिँ उकालो है ल गाइस चल भाइ उकालो चल पिसाब लाग्यो क्या भन्दा नि लास्टै यार मुट्ने ठाउँ कता हो साला गाउँ अमर होइन के भन्छ अरे त्यो आकाश कि के आकाश क्या आकाश
बाटो चाहिँ यति हो त। वाह बबाल घाम सनसेट त अलि भएन। अनि यस्तो बाटोहरूमा टक्क यसरी ढलाइसलाइ हानिदिएपछि त अनि के चाहियो र बबाल हो नि। अनि ल एकछिन काटौँ है। के भयो टायर टिप्नु क्या हौ? सिक्किम लाग्छ क्या। कडा ल्याउ साथै यार झप झाल्ने थिङ त क्या अड्काएर बस्छ। गोटीवाला नि ल्याउ साथै टायर त फेरि पाँच घुमाउने बेला यसले ख्याल गरेर टक्क क्यामेरा अफ गरेको थियो। क्यामेरा अफ गर्ने बित्तिकै झोक्ने भएर बस्नु सही हो ल। होइन बाटो त राम्रो हो नि। ब्याट्री सकिएर म ब्याट्री चेन्ज गरेको यार। यसमा नि नरहेछ धेरै त। केटाहरू माथि पुगिसक्यो। ल मा चस्मा खाइ ल हेर यहाँ नखसेको कि फेरि रेस मोडमा राख्नु नराख्नु पर्ने यार बल्ल थाहा अब। केटाहरू माथि पुगिसक्यो। आफू यहाँ ब्याट्री नै भ्याइएर बसिरहेको रहेछ। भनेपछि अघि नको रेकर्ड भएन होला सायद है। चार्जै भएन। लास्टै छिटो खाइदिँदो रहेछ यार चार्ज। बाटो त छ A1 छ A1। ओ यो माथिको गुम्बा हो कि के हो? गुम्बा हो क्या बुझ्नुहरू एउटा। कसले फोन गर्यो फेरि? यस्तो दुःख लाउँथ्यो कि यहाँ बाटो दुःख पनि थियो तर अहिले त्यति दुःख नरहेछ यार। मस्तको रहेछ नि बाटो। बसेको केटाहरू यहाँ यहाँबाट चाहिँ गाउँ देखियो टक्क लगाएर। ऊ त्यो बल्यो गाउँ हाम्रो गाउँ तलको त्यो कस्तो देखियो है क्यामेरामा त थाहा छैन। गाउँ चाहिँ त्यो हो। ब्याट्री चेन्ज गरेको थिएँ कि मैले। यस्तो है झोला सोलाहरू ल त्यही हो। त्यो परको गाउँ भयो सरर यसरी मस्त देखिन्छ यता। ओ माथिको बुढाको ट्राम चाहिँ के हो तल एलादी खाल्टे के हो यता चाहिँ सब देखिन्छ। च्यारे स्यारे गुल्चर सुल्चर बल्यौ सल्यौ कप्राउँदी सब लगेटा हो। ल ल ल ल ल
टिकटक भिडियो टिकटकै भिडियो त ल कहाँबाट हाल्नु हुन्छ यार हो यहाँ यस्तो खत्तम थियो बाटो ढलाइ गरेछ यार राम्रो बनाइसल्थ्यो यहाँ लास्ट खत्तम थियो कि हामी ढुङ्गा पनि सानो सानोहरू क्या ठुल्ठुलो ढुङ्गाहरू थियो नि त यहाँ यस्तो खत्तम थियो अहिले चाहिँ लडी ठिक बनाएछ टाइम भएछ यहाँको बाटो त पोहोर बाइक लिएर आउँदाखेरि तलतिर खत्तम थियो पोहोर अहिले चाहिँ पुरा ढलाइ गरेछ यार यता माथिबाट चाहिँ भङझ्याङतिर जान्छ कुसुम भङझ्याङतिर हामी चाहिँ यहाँबाट तलतिर पिङ हालेर रहेछ पिङ खेल्दै दसैँको योपालि त दसैँको पिङ पनि खेल्न पाएन हौ स्याहार्नु गाह्रो छ वाउ सनसेट तलतिर त फेरि ठाडै हो के अरे भिड त्यही भएर गाह्रो छ तलतिर हेर्न वान मिस गेम फिनिस भन्छ है त्यस्तै हो सिधा सिधा तलतिरै जाने हो क्या अब हामी सिधै तलतिर जाने यो चाहिँ बल्यो स्कुल माथिको ल त्यो हेर त्यो कस्तो बबाल देखेको यही हो अब तल झर्नु बाटो यहाँ ठोकिन्छ हौ त्यस्तैमा झुकेर अनि पोहोर म यार यस्तो सुलुल्ला गएको खाल्टोमा हो त्यस्तो कुलो काटेको खाल्टो रहेछ महाकाँड झ्याप्प ब्रेक लागिएछ यार हातको त्यसपछि त अनि ग्याङ्ग्रेन यहीँ तल हो पोहोर बाइक लिएर आएको थियो नि त आफ्नै पारामा यत्तिकै सुलुल्ला गइरहेको थिएँ अनि खाल्टो रहेछ नि त त्यहाँखेरि कुलो काटेको प्याङलेङ ढलिरहेको झुरुक उठायो यार यार बाइक यार त्यस्तो भारी बाइक कसरी उठायो मैले चाहिँ थाहै भएन जोस होला नि लडिहाल्यो के जुरुक पारेको के एक्लै कसरी पारे ल बब्बाल जुन देखेछ गाइस जुन देखेछ त्यहाँ कस्तो दामी जुन देखेछ डाँडामाथि टक्क आमा वनपालेको सबैभन्दा खतरा बाटो दामी देखेछ होला है कसम यार कस्तो देखेछ थाहा छैन मलाई भ्यू कस्तो आएको त्यो पनि थाहा छैन एङ्गल कस्तो छ त्यो पनि थाहा छैन तर जे होस् ठिक छ राम्रो छ होला भन्ने आश छ मलाई जुन चाहिँ बबाल देखेछ क्या डाँडामाथि तर क्यामेरामा नदेखिन पनि सक्छ है जति आँखाले देख्छ त्यति चाहिँ क्यामेरामा नदेखिन सक्छ यस्तो हो नि त यी बाटो सलल बल्यो झर्ने बाटो त आजभोलि त राम्रो छ हौ केटा हौ यहाँ पोहोर म यहाँ लडेको तर कसरी लड्यो थाहै भएन यार यहीँ हो कस्तो भएछ गाइज ठिक छ होइन राम्रै देखिरहेछ नि त के कसो हो चिन्दै चिनिन्न यार आजभोलिको केटाकेटीलाई को आइपुग्यो फाइनल्ली गाइज गाउँमा
गाउँमा खुट्टा टेकियो आइपुग्यो है आइपुग्यो त्यता दिवल डाँडा भन्ने चाहिँ मा सबै कहाँ गएछ ल पिङसिङ हेलो गाइज हाउ आर यु हिल्यो ठिटाको कस्तो दामी देखेँ क्या त्यो जुनियर त्यो पारिको सुरुङको गाउँ मुनाकालाप ए कुहिरे मिचु डाँडा भनेको त मैले त त्यो त के भन्छ अरे त्यसलाई त मिचु डाँडा भनेको कसलाई त्यहाँ माथि त्यहाँ ल आइपुग्यो खतरा देखेछ जुनियर आमामा वेट दे हेर्नु त्यहाँ जुन ल अब निस्किन्छौँ आहाल देख्छ कि ल गयो है केटा बबाल देखेछ यहाँ जुन तर यहाँ देखेको छैन होला सायद क्यामेरामा ओ चलो आइपुग्यो गाउँमा नि आइपुग्यो ल कस्तो फरक चाहिँ कहाँ फोडो हो पढम दाजु हिल्यो नाक्नु खबर हजुर हजुर क्या धेरै हान्छ ठिटाको तल फेरि यत्तिकै टारको बाहेक तल फेरि क्या भलिबल खेलेको क्या भलिबल ग्राउन्ड हिले त नि दाजु के भयो त हजुरको नाक बाइक अलिसी ल ठिकले हानि टिका बुके पसा ये खेरा त नानी त यार अरे मौनाले ले सामान लड्डु ज्या ल्याएको यसलाई फेरि टिका सिका दसैँ टिका फलाएको नि चाहिँ बुवा बिहा त मैले चाहिँ बोकिसक्यो हिगादाल देऊ नि इलाङ यहाँकै नाइ खतरा हाल्छ झन् कत्रो ठुलो हुने भन्दा सबै कुरामा ठुलो हुने है राम्रो मान्छे हुने ठुलो धेरै 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 प्रगति गर्ने है यही कुरामा पनि ट्यालेन्ट हुने सुने न हामी टक्क लाएर यता टिका सिका लाग्यो यता फेरि केटाहरू ल्याएर इलाक मुसो अझै इलाङ्गी मजाले हिजो न तनाव च्याउ काट वाक अब ल सही तैँले मनले आँटेको कुरा पुस् अब म कहाँ जान पर्छ म जान पाउस् आँटेको कुरा भन् पुस् भन्नु बुढोले त फलाएको नि क्या म बुढो फलाएको छ त्यहाँ त्यसरी पैसा कमाउनु तैँले के गर्न मन लाग्छ पुगुन्
कमाएर जान पाउन् आशीर्वाद लाउन् आबैको बाबु हेर बुढी मिजामै है ल ठुलामा ठुलामा छोरो त फेरि छोरो भिडियो गराएको क्या भिडियो हो के भिडियो। लाल यिनी छोरी मेरी फेरि यता आइज यहाँ बस यिनी फेरि मेरी छोरी भन्दै हो कि होइन ठुलबासँग केप्प बस्न आँखा अझै ल टिको सिको लाग्यो है अरू सब दसैँ मनाएर गइसक्यो म चाहिँ मलाई चाहिँ बल्ल दसैँ लागेछ यिनले लगाइसक्यो यिनले त भर्खरै कस्तो देखेछ र भोलिसम्म मेरो लास्ट दसैँ अन्तिम मेरो भ्याउनेवाला दसैँ हो कि ल ठिक छ यहाँनिर छ देखेछ कान्छी यिनी हामी सानी दिदीकी छोरी कति लामो कपाल नि यार कत्रो ह देखाउ त भाइ आम्मामा कपाल त फुच्ची भनेको त मभन्दा ठुलो हुनु लाग्छ यार ए कपाल त सही रहेछ दामी ल अब दसैँ भ्याइयो भोलि लास्ट भोलिबाट अनि के हुन्छ हेरौँ अरू भान्जीलाई हेर नि बिचरा ढुङ्गा कत्रो छ जीवन के यत्रो ढुङ्गा छ मान्छे माया लाग्दी छिन् यिनको ड्युटी अरे यिनको नाइट के अरे बेलुका डेली रुटिन हो बिचरा कसले लगाइदियो यस्तो काम मम्मी कहिले गएको अरे मम्मी यादै हुने मलाई त ल मसिनो त